हेलो हेलो सबैमा नमस्कार, गुड मर्निङ होइन। साउने सङ्क्रान्तिको सबैमा शुभकामना। म चाहिँ अहिले घरबाट पर बजारतिर झर्दै थिएँ होइन। हिजोको झरीले चाहिँ हाम्रो बाटोमा चाहिँ एकदमै ठुलो क्षति पुरा रहेछ कि अन्त ल यस्तो तरिका लैदिएछ नि तल पुरै बाटो है, बाटो साँघुरो बनाइदिइसकेको छ। अब यो बर्खाको समयमा यस्तै हो। बुढापाकाले भन्ने गर्थे कि साँच्चीकै साउन र असार भनेको चाहिँ दुई बहिनी हो होइन। अनि साउन लाग्ने असार जाने बेला चाहिँ दुई बहिनी छुट्ने बेला रुन्छन् रे भन्ने कुरा गर्थे। साँच्चीकै उनीहरू मात्रै रोएनन् कि हामीलाईसम्म रोए कि, किनकि बाटो होइन, बाटो पहिरोले बगाइदियो अनि त्यसपछि खोलाहरू ठुलो आएपछि हामी चाहिँ बिच बाटोमै रोइदियो के। यस्तो अलपत्र पार्यो नि, के गर्नु। धेरै नराम्रै रहेछन् यो दुई बहिनी छुट्ने बेला चाहिँ साह्रै गाह्रो हुँदो रहेछ कि। त्यही भएर मेरो गाडी चाहिँ टाढीको धाडा कुहिने धाडामा राखेको छु होइन। सायद यहाँबाट देखिन्छ। म चाहिँ त्यहाँ जाँदैछु र हाम्रो यो बाटो चाहिँ बर्बाद बनाएछ यार। रोए पनि तर बाटो चाहिँ नबिगार्नु नि यार होइन। लगाएछ हेर्नु त, यस्तो क्षति गरेछ नि हाम्रो यो बाटोमा। ल हेर्नुहोस् त, यो सम्भव छ त अनि मान्छेले फाल्नु कहाँ सकिन्छ। ल बाटोको नक्सै छैन यार, यति ठुलो आछ नि। तर के गर्नु, हेर्नुहोस् त यो मान्छे हिँड्न पनि यस्तो गाह्रो छ। त्यो ढुङ्गा अझ आउनै बाँकी छ। त्यो ढुङ्गा आयो भने बल्ल हुन्छ होला हाम्रो बाटो क्लियर। त्यो ढुङ्गा पनि झरिहाल्छ। अनि बाटो हेर्नु त, यो मान्छे हिँड्नेसम्म बाटै छैन यार। ल यस्तो गाह्रो छ।